Hi guys, यो भिडियो चाहिँ particularly pregnant women र उसको husband को लागि है। तर not only for them, also सबै parents को लागि है। कोही parents हुन्छ नि मलाई छोरा नै चाहिने, मलाई छोरी नै चाहिने खालको। I know these are your desires, तर नि छोरा पाओस् कि छोरी पाओस्, both are same भन्छु म। Because in this generation we don't have the stereotype concept नि त। पहिला हो भने छोराले पाल्छ, छोरी त बिहा गरेर ज्वाइँकोमा जान्छ भन्ने खालको हुन्छ नि त parents लाई। But आज भोलि you know छोरी are also पालिङ their family। तिम्रो first को छोरा होस् कि second को पनि छोरा होस्, third को पनि छोरा होस्, or in case first को छोरी होस्, second को छोरी होस्, third को पनि छोरी होस्, does not matter। किनकि छोराले पनि parents लाई पाल्छ, छोरीले पनि parents लाई पाल्छ। त्यही भएर छोरा होस् छोरी होस् तिमीले सोचेको जस्तो पाएन भने त्यो नराम्रो फिल गर्नु नै पर्दैन। पेरेन्ट्सहरुले यत्रो छोराछोरी जन्माउनु हुन्छ पछि हामी बुढो हुँदा पाल्छ भनेर है। अनि यो कुरा पनि हामी नानीहरुले बुझ्छ के छोरा होस् छोरी होस्। अनि हामी यति दुःख गरेको पनि पेरेन्ट्सहरुलाई पाल्नु हो नि त हैन। फर्स्टमा आफू इन्डिपेन्डेन्ट हुनु पर्यो, त्यहाँदेखि पछि पेरेन्ट्सलाई पाल्नु पर्यो नि त है। किनकि छोरीले पनि बुझ्छ नि त पेरेन्ट्सले मेरो लागि यति दुःख गर्नु भएको छ भनेर। त्यही भएर we girls are ever ready to keep our parents old age मा पनि। whereas the community हरुले सोच्छ के छोराले मात्रै पाल्छ, छोरीले पाल्दैन, बिहा गरेर जान्छ भन्ने। अब यो कन्सेप्ट हटाउनु पर्यो के हटाउनु पर्यो माइन्ड देखि नै। So here overall what I mean is parents हरु छोरा बढीकोमा मात्रै बस्नु पर्छ भन्ने हैन, छोरी ज्वाइँकोमा जाँदा पनि हुन्छ। अफ्टरनो मान्नु पर्दैन because you did so much for them छोरा छोरीलाई।